के पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फेरि आउन खोज्नु भएको हो र के आउँदा राम्रो हुन्छ कि हुँदैन साथी हो उहाँकै आफ्नै वाक्यमा इन्टरभ्यू सुन्नुहोस् है त अनि कमेन्ट गर्नुहोस् है साथी हो कुन चर्चा राष्ट्रपति पूर्व राष्ट्रपतिहरू उपराष्ट्रपति त आइदै सक्नुभयो समाजबाट तलबाट अथवा प्रेसबाट अथवा नेताहरूबाट विभिन्न खालको जुन खालको बहस भइरहेछ नि आउनु हुने भन्ने नहुने भन्ने बारेमा त्यो बहस कसरी उठिरहेछ मैले नहुने भन्ने चाहिँ मैले सुनेको छैन अब त्यो चाहिँ कुरै नगरौँ होइन आउनुपर्छ भन्ने कुरा जुन भइरहेछ त्यसले गर्दा एक प्रकारको मलाई पनि त्यसको प्रभाव भने नि मैले होइन दबाब भनिन मैले त्यसको प्रभाव जुन पर्छ सकेसम्म त पार्टीमा भएको नेतृत्वले नै एकताबद्ध ढङ्गले राष्ट्रिय रूपमा योगदान गर्ने गरी जाँदाखेरि हामीले त्यो कुरालाई नै सपोर्ट गर्नुपर्छ तर कहिलेकाहीँ हुन्छ क्या यी समय र सन्दर्भको कुरा गरे नि अब माग भयो त्यस्तो होइन आवश्यकता भयो भनेदेखि त्यो जिम्मेवारीले झन् थिचिने कुरा भयो नि त्यसैले यो सोचनीय कुरा छ सकेसम्म चाहिँ त्यहीबाट नेतृत्व होइन मैले त एक कार्यकाल गरेँ होइन म अर्को जिम्मेवारीमा म गएँ सकेसम्म त्यहीबाट नै अगाडि बढ्यो भने राम्रो हुन्थ्यो अब भएन भनेर आम रूपमा क्याडरहरूले भनिरह्यो भने त मैले पनि सोच्न पर्ने परिस्थिति